काठमाडौँमा पनि छिटो झर्नु भन्नुहुन्छ तपाईँहरू। फोटो पनि खिच्न दिनु हुँदैन मलाई रिस उठ्यो है यहाँनिर। फोटो भिडियो त खिच्न दिनुपर्छ नि हौ कमसेकम त होइन साथीहरू। हतार आउँछु एउटा यसो यो फोटो खिचौँ भनेको हतार यहाँ उभिरहेको छु। आउने जाने एउटै हो त एउटै भयो भने मेरो सम्पत्तिको ज्याकेट यो हो 14 म भित्रपट्टि बस्छु छोड आया ओ ओ ओ ओ ओइ मेरो चिम्टी झरो होला यो ब्याग त माथि राखौँ न यार 2 घन्टा वेटिङमा राखेर बल्ल बल्ल किन के पऱ्यो कि यता रिस उठ्यो भने खुस उठ्यो भने यस्तो भएको निवेदन प्रदर्शन गर्दछौँ। यो बेटीको बक्कल अर्को बेटीको बक्कलमा यसरी बसाएर लगाउन सकिन्छ। यो फिताल छानेर बस्न सकिन्छ। खोल्दा यो बक्कल यसरी उठाएर खोल्न सकिन्छ। यसमा मामा चार संघद्वारहरू छन्। सरकारी नवस्थामा त खोल्न मिल्दैन। यो एउटा गाडी दिएको पछाडि योमा बिते दाउँबरी खन्ना भए बोल्ने बत्ती सिटको बिच नफुकाल्नु होला। सिटमाथिको सामान कक्ष होलाको प्रावधान पुर्याउनु अनुरोध छ। क्याप्टन सौरभ रौनिया र निर्माण कर्मचारीहरू बधाईको सम्मानमा हामीलाई सेवा ओइ गएको छ मान्छेहरू र यतिको चाहिँ गर्नुपर्छ। अब यहाँ धुलो धुवाँबाट बस्नुको लागि बिरामी टाउको फुटेको बिरामीले ब्यान्डेज गरे जस्तो के छोपे कि यता आऊ त केटाको यता छ केटी कि यता केटीको यता छ के पाएको। अनि अहिले चाहिँ हामी आएको छौँ पशुपतिनाथ दर्शन गर्नु होला सबैजनाले। आज एकदमै भिड जस्तो छ मङ्गलबारको दिन। मेरो बहिनी चाहिँ जाडोले पक्रेर नि उहाँ किक्क पारेर हिँड्दैछ जाडाले त निधार के साह्रो खुम्छ कि हो। ल पशुपतिनाथको त अरू बेला पनि गरिरहेछ भिडियोहरू होइन। ए हामी यस्तो फोटो बनाउँला तरमा एउटा पशुपतिनाथको चाहिँ दर्शन गरिसक्यौँ हामीले। हाम्रो लाइनमा बस्दा आज मङ्गलबार पनि यस्तो भिड के फेरि राम है। ल अब चाहिँ हामी 1-2वटा फोटो खिच्छौँ। भिडियो धेरै नगर्ने यहाँनिर किनभने पहिला पनि धेरै भिडियो गरिसकेको छ नि त पशुपतिनाथमा। त्यही भएर है साथीहरू बौद्धमा त शान्त हुन्छ नि। बौद्धको नजरिया हेर्दै कफी हातेर के मागेको मैले पैसा आएको दिउँ 10 रुपियाँ हाते यसो गरेर दादा चिया पकडेर अब यो आइरहेको भिडियो गरिरहेको ठाउँमा खासै भ्लग चाहिँ नबनाउने अलिअलि थोरै मात्रै देखेर नि मैले गाडीमा के सोच्दै थिएँ एउटा क्यामेरा अनि क्यामेरा चाहिँ आइफोन पठाइदेऊ न हौ एउटा भन्दा पनि त्यो हिजो सानो थियो नि देखेको थिएँ भयो त्यस्तो चाहिँ होइन मलाई त फोनै दिएको क्या फोन पनि हुने आइफोन यतिको चाहिँ हुनुपर्छ है भाइ बहिनीहरू। ल राति 6 बजिसक्यो मेरो भिडियो कति नराम्रो आएको हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ बल्ल बल्ल। लिनुहोस् त पैसा लिनु भाइ भन्छ त्यतिखेर यसले सरी विदेश जाने मान्छेहरू छोरा छैन यहाँनिर। यताको सिसा खोल्नु न। 400 देखाएको थियो त नेटमा त 400 देखाएको थियो है होइन छोडिदिनुहोस् होस् 400 देखाएको थियो क्या नेटमा भनेको कहाँ के ल्याउनु गाह्रो छ खाँदा पनि अस्ति आउँदा पनि एउटै हातले लगाइदिएको अहिले पनि झन्डै झरो। ओइ यो मेरो ज्याकेट यस्तो बिजोग नगर्न यहाँ फोटो खिच्न ठाउँमा मान्छे हौ अब एउटै हातले लगाइदिनु। शुभयात्रा राम्रोसँग जा अब आत्तिएर यहाँ हेर न कस्तो घ्याघ्याक भइसकेको छ। फोटो कसले खिचिदिन्छ हौ एउटा किन टिक्यो मान्छे हेर्नु नि कति ल ल दिँदैन होला उतासँग त मलाई
बहिनी गइसकेपछि के को भ्लग्नुहोस् न पैसा काउन्टरमा ए हो ल